पिडिलाइटको नाम खासै तपाईँहरू नसुन्नुभयो होला, तर पिडिलाइटले बनाएको जुन पनि प्रडक्ट रहेको छ धेरै फेमस रहेको छ। अब इक्जाम्पल यहीँबाट हामी सुरु गरौँ। नम्बर 1 प्रडक्ट रहेको छ 10 रुपैयाँको फेभिक्विक। कतिजना आफ्नो लाइफमा साँच्चै 10 रुपैयाँको किनेर युज गर्नुभएको छ? आफ्नो जुत्ता चप्पल जे पनि रेज योर ह्यान्ड्स। कतिजना युज गर्नुभएको छ साँच्चै? रेज योर ह्यान्ड। कतिजनाले 10 रुपैयाँको फेभिक्विक किनेर युज गर्नुभएको छ? रेज योर ह्यान्ड। ओके, ल हातमा गरिदिनु। अर्को कुरा, कतिजनाले घरको जुन पनि फर्निचर बनाउने बेलामा फेभिकल युज भएको छ कि छैन? अब फेभिकल भन्नाले जुन पनि ग्लुलाई बुझिन्छ, तर ओरिजिनलमा फेभिकल कसरी चिने त? जसमा फेभिकल लेखिएकै हुन्छ। पोस्टरमा छ त्यहाँ FEVICOL। ग्लु धेरै आउँछ, तर सब भनेको फेभिकल चाहिँ होइन। त यो फेभिकल फर्निचर बनाउनमा, तपाईको आफ्नो आर्ट एन्ड स्टेसनरीमा सबको यो काम लागेको हुन्छ। त्यही भएर एउटा आग्रह, एउटा रिक्वेस्ट, जुन पनि गार्जियन यहाँ उपस्थित हुनुहुन्छ, भोलिदेखि बच्चाहरूको भन्छ नि, मलाई बुवा मलाई एउटा फेभिकल किनिदिनु न। अब अफिसबाट कुन टेन्सनमा प्रेसरमा तपाईँहरू घर फर्किनुहुन्छ, बच्चाले भनेको छ फेभिकल, स्टेसनरीतिर गएर बच्चा एउटा फेभिकल दिनु त, उसले जे थमाइदिन्छ त्यही लिएर तपाईँ घरबाट त्यहाँबाट फर्किनुहुन्छ। एकचोटि चेक गर्नु होला फेभिकल लेखेको छ कि छैन। बसले के गर्छन्, जे पनि दिएर पठाइदिन्छन् ग्लुको नाममा। सो सबै ग्लु भनेको फेभिकल चाहिँ होइन। त्यही भएर यहाँ पोस्टर छ, देख्नु होला, दुईटा हात्ती भएको, MR लेखेको र FEVICOL लेखेको। एकचोटि हेरेर जति बिजी भए पनि बच्चाहरूको लागि यो हेर्नु होला, किनभने यसको एउटा क्राइटेरिया के रहेको छ, इन्टरनेसनल जुन टेस्ट हुन्छ नि, टेस्टिङ सर्टिफिकेट इन्टरनेसनली, जुन कि युरोपमा, एसियामा, नेपाल, इन्डिया, चाइना, श्रीलङ्का, भुटान, बङ्गलादेश चारैतिर धेरै ठुलो इन्टरनेसनल सर्टिफिकेट यसले पाएको हुन्छ। जसले अब बच्चा हो हातमा लागेको छ, कहिले आँख चिलायो आँखामा गरिदिन्छन्, मुख चिलायो मुखमा गरिदिन्छन्। इनकेस मुखमा गयो आँखामा गयो भने त्यसको कुनै पनि त्यस्तो हानिकारक हुँदैन। यसको सर्टिफाइड भनेको सर्टिफिकेट पनि पछाडितिर दिएको हुन्छ, जुन कि अरू ग्लुमा त्यस्तो देख्न पाइँदैन। त्यही भएर अबदेखि बच्चाहरूको लागि एक्रोन कलर, जुन कि कलर पेन्टिङको लागि हो, र एक्रिलिक कलर हरियो बट्टा जुन देख्दै हुनुहुन्छ त्यहाँ, त्यो भनेको कपडामा गर्ने। गार्जियनहरू पनि भोलिको दिनमा तकियाको खोलमा, पर्दामा, क्यानभासमा पेन्टिङ गर्न चाहनुहुन्छ, टी सर्टमा, जुन कि पानीले धोएपछि पनि नजाओस्, त्यो एक्रिलिक कलर गार्जियनहरू पनि ट्राई गर्न सक्नुहुन्छ। त्यो हरियो बट्टामा रहेको छ।